आज हामी जङ्गलको मौरीको घार निकाल्न जान लाग्यो। बाटोमा जाँदैछौँ भर्खरै है। घार सबै देखाउनेछौँ। हामी ठिक आडी बाटो आइपुग्यौँ। उकालोमा यसरी जाँदैछौँ। अब बाटो यस्तो छ। पाखै पाखा वाइल्ड हनी हन्टिङ ग्रुप उकालोमा ठाडो उकालो छ। पुरै जङ्गलको बिचमा छ। जानै गाह्रो। हेरौँ अब हन्नी चाहिँ कति निस्किन्छ होइन। अब त्यहाँ गएरै थाहा हुन्छ। म देखाउने छु। पुरै भिडियो हेरिदिनु होला। ल दाइ, हामी ठ्याक्कै कहाँनिर जाने यसो यो क्यामेरामा बताइदिनु न। ठ्याक्क कहाँनिर गएर मौरी निकाल्ने रे हामीले? हो यो डाँडो। यो डाँडोदेखि उता तेर्सी जानुपर्छ होइन। ल बिच बाटो आइपुग्यौँ है हामी। हेरेर सपोर्ट गर्नु होला। कहाँनिर छ दाइ? यो चाहिँ मौरीको घार है। सम्पूर्ण साडीहरू यो यहाँ छ नि। अब केही समयपछि हामी निकाल्न गइरहेछौँ। यस्तो छ है। ल ठाउँ यस्तो छ। पुरै यो गाउँ त्यहीँ देखिन्छ। गाउँ यहाँ देखिन्छ। गाउँ यो गाउँदेखि लगभग 2 घन्टा उकालो ठाडो उकालो निस्केर हामी यहाँ आइपुग्यौँ। हामी यो यस्तो छ। यस्तो छ ठाउँ चाहिँ है। ल दाइ हुनुहुन्छ। मौरी देख्ने दाइ है। अब निकाल्न गइरहेको ल। अब मौरी निकाल्ने सुरु भइसकेको छ। पुरै काटेर निकाल्ने। मौरीको घार कतै आदि भइसकेको छ। यो यस्तो भइसकेको छ है। एकदमै लामो सङ्घर्षपछि मौरीको शाखा देखिन थाल्यो। ल है यस्तो छ। मौरीको घारबाट मह जिक्दै है गाइजहरू हामी। ल ल प्योर मह मात्र निस्क्यो है। प्योर मह ल यो आदि त्यहीँ भाँच्यो। आदि मौरी पनि बिचराहरू चिल्ली बिचिल्ली भयो। चिल्ली भाग धपाउनु लाग्यो मौरी। यसरी फुकेर फाल्नु पर्ने। मार्यो भने बिचराहरू। ल हामीले फाइनल्ली मह निकालेर सिधाइसकेको छौँ। महको यहाँ छ शाखा अनि यहाँ भित्र यति निकाल्यौँ। सबै सिधाइसक्यौँ। दाइको हातभरि सबै मह यस्तो भएको छ है। ल घाम पनि दल्किसकेको छ। लगभग 3 घन्टाको अन्तरालमा हामी मह निकालेर सिधाइसकेका छौँ। अब फर्केर फेरि हामी यही गाउँमा पुग्छौँ। यति मात्र देखिरहेछ। हामी अहिले यस्तो ठाउँमा छौँ। पुरै केही देखिँदैन। जङ्गलको बिचमा छौँ हामी है। ल अब केही समयपछि फर्किन्छौँ। प्योर अर्ग्यानिक जङ्गली मह लागि चाहिँ स्वाद लिँदै दाइले। ल तपाईँहरू पनि यो जङ्गलको निकालेर खान सक्नुहुन्छ। हामी चाहिँ दाइसँग स्वाद चाख्दै अहिले चाहिँ है। अब जान लाग्यो। ल हामी फर्केको। अब यस्तो जङ्गलको बाटो फर्केको है घरतिर। अब ल मह निकालेर फर्किन लाग्यो। लगभग यहाँदेखि घर पुग्नलाई 3 घन्टा लाग्छ होला। त्यो माथिको डाँडो पुग्नुपर्छ है। ल ठिक्कै गाउँ आइपुग्नलाई हामी 2 घन्टा 20 मिनट जति लाग्यो। अब रात परिसक्यो। अझ हाम्रो 1 घन्टाको बाटो छ। यसरी तल चाहिँ हाम्रो गाउँ।
जानलाई चाहिँ अब 2 घन्टा यस्तो छ बाँकी छ होइन? त्यहाँ गएर चाहिँ हामी यस्तो ठाउँमा छौँ है अब भोक लागिसक्यो ल